कारखानाका हो दिनडुङ्गा आइपुग्यो है अहिले चाहिँ है यस्तो हिँड्दैछ सुरै जङ्गल जहाँ भिलगाडी यसो दाउरा काट्नु अहिले हिँड्दैछ बिहाल खोलाको सँग यहाँ चाहिँ सँग आइपुग्यो सँगलाई पनि गराएर राखेको छु ल्याएर बनाएको देहाचर आइपुग्यो देहाचरमा यस्तै सिउरी बनाएको छ गाईहरूलाई हेरिरहेछ घर रहेछ बस्नेको घर गाई गोठाहरू चाहिँ यता रहेछ देहाचर गाई गोठ देहाचर गाई गोठ चाहिँ यस्तो प्लेट राखेको छ गाई बाँध्ने ठाउँ है साथीहरू भेट्यो अहिले चाहिँ चढाएर हिँड्दैछ साथीहरू चाहिँ है कोही अगाडि कोही पछाडि हिँड्दैछ गुनासको फुल कति राम्रो फुलेको छ आमा हौ लाली गुनास हेर 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 गाइस आमा यस्तो राम्रो फुलेको छ चराले रस आएछ यता हेरि हेर्दा कति राम्रो फुलेको छ हेर्दा यस्तो राम्रो सिलिङ्गी घाँस रहेछ गाई यता चाहिँ बाटो हिँड्दैछ साथीहरू सिलिङ्गी गाई फुल फुलिएको छ नि मजाले कस्तो मजाले फुलिएको छ हेर्दा है साथी है अलि गुनास हेर्दा कति राम्रो फुलिएको हेर त आमा रसै रस भएको रसै रस कति मिठो भएको छ हेर कारखाना आइपुग्यो यो चाहिँ फर्किँदा कार तान्नु आएको हामी सबै त तान्दैछ र केटाहरूले तान्नु सुरु गऱ्यो गाईरगरको काठ तान्नु आएको छ पनि खाल्दा खालकोमा छ माथिको कान्छाले चाहिँ काट्दैछ काठ के गाई पाएर यो तानेर चाहिँ आज तान्दैछ उत्ताला ताने यता मिर्को हेदाउनु मान्छे हेर्ने आएको छ केटाहरू आइपुग्यो हामी यस्तो राम्रो बाला ल्याएको छ यस्तो राम्रो चाहिँ जाउ फुलेको छ सब ह्याङ्ला झऱ्यो हामी काठ उगेर यहाँ रहेछ ल हामी दुई भाइको काठ काँदो सखाला खुलु पारेर काँदो छ दुख्यो मैले त पुग्छ काँदोमा त धेरै टाढो भयो यसो घर आइपुग्यो है लाइरो गाउँ आइपुग्यो भने नि घर हरि वास्ता चाहिँ अलिक पहेँलो पहेँलो भएछ कोहीले तोरी लगाएको छ र यता गाई यहाँ चाहिँ माथि गाई स्कुल घर लगाएको छ